नमस्ते सेवारो, म मनिता है। अनि डिजिटल बिजनेसमा काम गरेको मैले चाहिँ वर्ष दिन जति हुन लागिसक्यो। मैले अहिलेसम्म अचिभ गरेको माइलस्टोन, मैले अहिलेसम्मको मेरो सफलताहरू, सहजहरू सबैसँग चाहिँ मैले सेयर गर्दै आइरहेको छु। अनि आज चाहिँ म हजुरहरूलाई यो बिजनेसमा आउनुभन्दा अगाडिको मेरो विचारहरू पनि सेयर गर्न गइरहेछु ल। यो बिजनेसमा आउनुभन्दा अगाडि चाहिँ एउटा कोचिङ कल एटेन्ड गर्नुपर्ने थियो। कोचिङ कलमा चाहिँ $149 तिरेर चाहिँ कोचिङ कल एटेन्ड गर्नुपर्ने थियो। कोचिङ कल एटेन्ड गर्नुभन्दा पहिला मेरो मनमा अर्कै डर थियो। के हो बिजनेस भनेको छ, त्यो पनि डिजिटल भनेको छ, यसमा त कस्तो खतरा मान्छेहरू हुन्छ होला। अब मेरो त शाखा सन्तान कसैले पनि बिजनेस नगरेको मान्छे होइन, म त कहिल्यै बिजनेस पढेको पनि छुइनँ। मैले पढेको भनेको पत्रकारिता, त्यो पनि आधामै छोडेर आएँ। त्यसपछि त म एफएमईमै काम गरेछु। के हो त्यही पनि ल बुझिदिउँ न त, $149 तिरेर बिजनेसको बारेमा बुझ्छ नि, वाइ नट भनेर म आएँ है। जब आएर थाहा पाएँ कति कुरा त बुझिनँ क्या एट द स्टार्टिङ बिजनेसले। जब म कोचिङ कलमा गएर कोचेससँग कुरा गरेँ, 25% भन्दा धेरै त मैले केही नै बुझिनँ, सिस्टमै बुझिनँ। किनभने यो मेरो कम्फर्ट जोनको प्लेटफर्मै थिएन कि मैले कहिले नदेखेको नसुनेको होइन। सो यस्तो पनि हुन्छ र भन्ने खालको। त्यही पनि कस्तो लाग्यो भने यहाँसम्म त आएँ, हजारौँजनाले आफ्नो लाइफ चेन्ज गरेको रहेछ त। त्यसमा पनि कति धेरै नेपाली दिदीहरू त यसमा त गोल्डन इयर पाइराख्नु भएको रहेछ, उहाँहरू त पेन्सन खाएर बस्नुभएको रहेछ त। ट्राई गरौँ न त, के छ र, लाइफ इज अल अबाउट ट्राइङ समथिङ न्यू होइन। मैले हिजो गएर मैले अहिले गरेको कामहरू पनि त मलाई आउँथेन। ट्राई गरौँ। एउटा अपर्च्युनिटीको खोजीमा हिँडेको मान्छे हो, यस्तो प्लेटफर्म रहेछ भन्दै हुन्छ, 0 लेभलदेखि स्क्रच लेभलदेखि सिकाउँछ तिमीलाई। तिम्रो चाहिँ लाइफ टाइम मेन्टरसिप हुन्छ, कोच हुन्छ, अकाउन्टेबिलिटी पार्टनरहरू हुन्छ। बिजनेस के हो, पैसा कसरी कमाइन्छ, बिजनेस कसरी गरिन्छ भन्ने सबै कुरा सिकाइन्छ। यति भनेपछि केही न केही त होला नि भनेर एक मनले चाहिँ डिसाइड गर्यो। अर्को मनले चाहिँ ला होइन, कस्तो खतरा कम्प्युटरहरू चलाउनु पर्छ होला, अब आफूलाई त धेरै कम्प्युटर पनि आउँदैन, अनि कस्तो खतरा इङ्ग्लिस भएकोहरू मान्छे होला, अब त इङ्ग्लिस पनि ठिकै छ भन्ने खालको डर थियो। त्यही पनि हुन्छ नि, मेरो कोचको भाषा है, घुमिफिरी रुम्झटा जे भए पनि म त समथिङ न्यू ट्राई गर्छु। ममा आफूमा भएको एउटा डिजायर कि म मेरो लागि नभए पनि म त मेरो छोराछोरीको लागि पनि गर्छु भन्ने हिसाबले जोइन गरेको बिजनेस। ट्राई गरिदिउँ न त भनेर जोइन गरेको बिजनेस चाहिँ आज चाहिँ म यही बिजनेसलाई फुल टाइम बनाउँछु भनेर मैले सोचेको पनि थिएन। यदि हजुरहरूलाई पनि यस्तो कुरामा चाहिँ अब एकदमै इन्क्वायरी गर्न मन छ, बुझ्नु मन छ, बिजनेसको बारेमा सोध्नु मन छ, अथवा हेरौँ न त भन्ने मन छ भने फिल फ्री टु कनेक्ट है, आउनुहोस्, हामी बसौँला, कुरा गरौँला, बोलाउँला होइन, अनि एकअर्कालाई हेल्प गरौँला, अगाडि बढाउँला है। थ्याङ्क यू सो मच। चाहनु भयो भने फेरि भेटौँला।